यो चाहिँ सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 1 मा पर्ने दुधकुण्ड लेक। सल्लेरीबाट हाम्रो यात्रा सुरु हुन्छ बिहानको 6:30 बजे फाप्लो एयरपोर्ट, अनि त्यसपछिको यो एकदम धेरै डेन्जर बाटो हुँदै हामी चाहिँ टाक्सिन्दुसम्म पुगिसकेका छौँ। बिहान हामी 8 बजेतिर होटल पुगिसकेका थियौँ। अनि यो होटलबाट चाहिँ उत्तरपट्टिको बाटोबाट हाम्रो डेस्टिनेसनमा पुगिने रहेछ भनौँ न, दुधकुण्ड। अनि यहाँनिर खाजा खायौँ। त्यसपछि फेरि हामीले यात्रा सुरु गऱ्यौँ। यात्रामा देखिएका यी चौरीहरू साँच्चै नै मेहनती थिए। उनीहरूलाई भारी थोर हुँदाखेरि चाहिँ कुद्दा रहेछन्, यस्तै यस्तै देखियो। अनि डर लागेर म चाहिँ यता पसेको थिएँ। त्यसपछि कसैलाई गाह्रो पऱ्यो भने चाहिँ घोडाबाट पनि जान सकिँदो रहेछ होइन। एकदम राम्रो नेचरसँगै रमाउँदै हामी यो सरकारी पार्टीमा पुगिसकेका छौँ। सरकारी पार्टीमा एकछिन रेस्ट गरेपछि फेरि हामी हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ। अनि पानी आएकोले चाहिँ यस्तो एउटा धोक्रो भनौँ न, यस्तो लाउनु पर्दो रहेछ। यसले चाहिँ सस्तो पनि पर्ने अनि सजिलो पनि हुने, किनभने असिना पनि आउन सक्छ। अनि असिना पनि आउन सक्छ, हिउँ पनि पर्न सक्छ। त्यही भएर कति धेरै लाली गुराँस फुलेको थियो। कति धेरै राम्रो ठाउँ। यही राम्रो दृश्यहरूलाई हेर्दै हेर्दै हामी अगाडि बढ्दै थियौँ। हाम्रो गन्तव्य भनेको हामी खाजा खाने ठाउँ, खाजा खाएर हिँडिसक्यौँ। खाजा खाएर चाहिँ खाना खाना कामु डाँडा भन्ने ठाउँमा पुग्नु पर्दो रहेछ। कामु डाँडा पुग्नलाई लगभग यहाँबाट तल त्यो टाक्सिन्दुबाट चाहिँ कामु डाँडा पुग्नलाई 5 घन्टा जति, 4 देखि 5 घन्टा लाग्छ। जति बिस्तारै हिँड्दा पनि त्यति 4-5 घन्टामा चाहिँ पुग्दो रहेछ। यो चाहिँ चिमाल हाइटमा आइसकेछौँ नि अहिले नै। हामी चाहिँ खाना खाने होटलमा पुग्नै लागेको रहेछौँ। अब चाहिँ यहाँ पुग्दा चाहिँ पानी आइसकेको थियो। हामीलाई चाहिँ अब खाना खाएर हिँड्दा दिउँसोको यात्रा कस्तो होला भन्ने मात्र डर छ। अब हेरौँ है त। त्यसपछि हामी फेरि हाम्रो यात्रालाई अगाडि बढायौँ। छाता अनि रेनकोटसँगै यो कठिन यात्रा अगाडि बढिरहेको थियो। अनि घरिघरि त म सक्दिनँ कि जस्तो पनि लाग्दै थियो। तपाईँहरू पनि यसरी दुधकुण्ड जान चाहनुहुन्छ भने चाहिँ यो राम्रो खालको रेनकोट, यस्तै खालको प्लास्टिकको तर तल पनि भएको किन्दा भइहाल्छ। अनि त्यसपछि सुज कभर चाहिने रहेछ। छाता त भइहाल्यो। अनि खानेकुरा पनि लिएर जानु होला। यो चाहिँ कामु डाँडाबाट सशस्त्र बेनी भन्ने ठाउँसम्म त्यहाँनिर होटल छ, त्यहाँसम्म जाने बाटो हो। बाटैभरि पानीले पिट्यो हामीलाई त। अनि अलिकति 1 घन्टा जति उकालो। अब चाहिँ उकालो लाग्ने बेला त्यसको टुप्पीमा चाहिँ हामी पुग्ने हो। अनि त्यहाँनिर चाहिँ होटल छ। अनि अलिकति उकालो बाटो, अनि त्यसपछि चाहिँ पुगिहालिन्छ। अनि कठिन यात्रा भए पनि यो दृश्यहरूले गर्दाखेरि चाहिँ तानिरहेको थियो। साथीहरू अगाडि बढिराख्नु भएको थियो। अनि बिस्तारै बिस्तारै म पनि जाँदै थिएँ। सकिँदैन कि जस्तो लाग्दै थियो। त्यही पनि यतिसम्म त पुगेपछि अब सकेला नि त भनेर फेरि कन्टिन्यू यात्रा त गर्नै पर्यो। अनि यहाँ पुग्नलाई चाहिँ तपाईँहरू जानुहुन्छ भने यहाँ चाहिँ लगभग 5 घन्टा तलको होटलमा, अनि यहाँनिर पुग्नलाई पनि 3-4 घन्टा चाहिँ अवश्य लाग्यो हामीलाई चाहिँ। फेरि हामी सोलुखोला हेर्नलाई निस्क्यौँ। पुगिसकेपछि अब त हामी यही होटलमा बस्ने भनेर फिक्स भइसकेको थियो। कति राम्रो छ यो खोला। अनि दुईतिरको डाँडा, ट्याक्क सनसेट हुने बेला भइसकेको थियो यति बेला चाहिँ। अनि फेरि अब बेलुका रातभरि निन्द्रै लागेन यो राति त मलाई त। किनभने धेरै हाइट हुन्छ, यो 4000 मिटरको हाइटमा छ नि त। त्यही भएर यहाँनिर चाहिँ निन्द्रा नलाग्दो रहेछ क्या। बसेको होटल चाहिँ यो, यहाँ चाहिँ एउटा मात्रै होटल छ। एउटा अर्को पनि होटल छ अरे तर अलि माथि छ। अनि त्यसपछि
यो चाहिँ पारितिर सबै हिउँ परेको रहेछ। अनि यहाँ माथि पनि अब चाहिँ हिँडेको हामी 4 बजी हिँड्ने भन्दै हिँडाइ चाहिँ 5 बजी मात्रै भयो। अब हेरौँ आजको मौसमले हामीलाई कति साथ दिन्छ। हिजो चाहिँ पानी आएर बिजोकै भयो भनौँ। अब यहाँदेखि 4-5 घन्टा हिँडेपछि पुगिन्छ भन्ने प्लान छ। हेरौँ है त। यहाँदेखि माथि चाहिँ कुनै पनि होटल छैन, त्यही भएर खानेकुराहरू पनि केही बोकेर जानु पर्दो रहेछ। अब हामी चाहिँ घोस्ट लेकतिर जाँदैछौँ। यो चाहिँ जाँदाखेरि मात्रै त्यताबाट जानु पर्दो रहेछ, अनि फर्किँदाखेरि चाहिँ यता दुधकुण्डबाट फर्किने बाटोतिरबाट जानु पर्दो रहेछ। त्यो चाहिँ एउटा कालो पोखरी टाइपको होइन। ल यहाँ चाहिँ आउनुपर्छ। एकदम धेरै रिङहरू चलिरहेको थियो क्या, त्यहाँनिर एकछिन बस्यौँ, फोटो खिच्यौँ। त्यसपछि गाह्रो भइरहेको थियो होइन, त्यहाँ धेरै बेर बस्न सकिँदैन रहेछ। हामी चाहिँ अहिले 4600 मिटर हाइटमा छौँ। अनि यहाँ चाहिँ यति धेरै हिउँ परेको छ। ओहो, तर यहाँ चाहिँ एकचोटि आउनै पर्छ। वे टु दुधकुण्ड लेक। मजाले घाम नलागेकोले गर्दा हामीले नुम्मो हिमाल चाहिँ पूर्ण रूपमा हेर्न पाएनौँ। तर पनि यहाँको भ्यू चाहिँ एकदमै राम्रो, मनमोहक भनौँ न, त्यति धेरै राम्रो लाग्यो मलाई चाहिँ। अनि अब एकचोटि जाने हो, 2 चोटि भन्ने कुरा त यहाँ सपनामा पनि नसोच्दा हुन्छ। यति धेरै टाढा तर कति राम्रो। वाउ जस्ट। अब चाहिँ खासै यहाँ बस्न सकिन्छ जस्तो छैन, एकदम धेरै चिसो। त्यही भएर फर्किन लागेको। सबैतिर हिउँ परेको छ। अनि यहाँ चाहिँ धेरै बेर बस्न नसकिने रहेछ, चिसो पुरा। लेक लाग्ने मान्छेलाई गाह्रो हुने। अनि यहाँ चाहिँ प्रत्येक वर्ष जनै पूर्णिमामा मेला लाग्ने रहेछ। मेलाको बेला चाहिँ एकदमै धेरै भिड हुन्छ भन्ने त्यहाँको मान्छेहरूले भन्दै हुन्थ्यो। अनि त्यो समयमा पनि आउन सक्नुहुन्छ। यो चाहिँ फर्किँदाखेरि बनाएको, यो उकालो सबै चढेर गएको। जति पनि माथिको डाँडा छ त्यो पनि कटेर जानुपर्छ। अनि हेर्दैखेरि कति धेरै राम्रो क्या, आनन्द, थकाइ पनि मेटिन्छ। अब चाहिँ म बाँडेचेपिङको झोला बोकेर लखर 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 ओह्रालो लाग्दैछु। खुट्टाहरू कति दुख्यो, त्यो त अब अहिलेसम्म थकान मेटेको छैन भनौँ न। सल्लेरीदेखि गएको 3 दिनमा चाहिँ ठ्याक्कै 3 दिनको बेलुका चाहिँ फेरि सल्लेरी नै फर्केर आउन सकिने रहेछ। यहाँबाट चाहिँ हामी 3 दिनमा यहीँ आइपुग्यौँ।